अधिकारीहरू पञ्चायती सुरक्षा निकायका प्रमुखहरू पत्रकारहरू साथै यस समारोहमा पाल्नुभएका सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूमा म किरात राई ल्याएका सल्लाहकार समितिका सदस्य सुमित्रा बाङ्गर राईको तर्फबाट हार्दिक सेवा टक्र्याउन चाहन्छु। विशेष गरिकन हाम्रो देश नेपाल बहुजातीय बहुधार्मिक बहुआयामिक राष्ट्र भएको हुनाले यहाँ विभिन्न जात जातिहरूको बसोबास रहिआएको छ। विशेष गरिकन सूचीकृत भएका 59 आदिवासी जनजातिहरूमध्येका किरात राईहरू हामी प्रकृतिलाई आदर र सम्मान गर्छौँ। त्यसै कारण हामी उभौली र उँधौली साकेला मनाउने गर्दछौँ। उभौलीमा अब हामी खेतीबाली सुरु गर्छौँ। अतिवृष्टि अनावृष्टि खडेरी नपरोस्, हाम्रो अन्नबालीमा रोग किरा नलागोस् भन्ने कामनाका साथ हामी साकेला उभौली मनाउने गर्दै आइरहेका छौँ र मनाउँदै आइरहेका छौँ। र हामी किरात राईहरू विगतको तुलनामा आफ्नो संस्कार संस्कृतिलाई समय सापेक्ष परिमार्जित गर्दै एकताबद्ध रूपमा अगाडि बढ्दै आइरहेका छौँ। यो अत्यन्त खुसीको कुरा हो। र आज हाम्रो माझमा माननीय हर्कराज्यू आउनुभएको छ। आज हामी उहाँका विचारहरू सुन्नेछौँ। र त्यसो भएको हुँदाखेरि म धेरै बोल्न चाहन्न। उहाँ टाढाबाट समय निकालेर चाहिँ हामीमा पाल्नु भएको हुँदा उहाँलाई समय उपलब्ध गराउने मनसायका साथ म सम्पूर्ण आदिवासी जनजाति किराती दाजुभाइ दिदीहरूमा साकेला उभौलीको शुभकामना व्यक्त गर्दै किरात राई ल्याएका जापातिनाप्रति आभार व्यक्त गर्दै मेरा भनाइहरू यही टुङ्ग्याउँछु। धन्यवाद। सुमित्रा बाङ्गरज्यू कार्यक्रमलाई जोड्न चाहन्छु। र हामी माझ भर्खरै धरादेखि सुम्बीमा फार्मल तालिम निर्माण समितिका सदस्य डाक्टर लिम्बुज्यूको पनि आगमन भएको छ। म आदरणीय डाक्टर लिम्बुज्यूलाई अन्तिम रूपमा आसन गर्नका निमित्त हार्दिक अनुरोध गर्दछु। र सँगसँगै एमके बाङ्गर राईजीको पनि आगमन भएको छ। उहाँलाई पनि म अतिरिक्त रूपमा आसन ग्रहण गर्नुका लागि हार्दिक अनुरोध गर्दछु। यसैबीच आयोजक समितिका सदस्य सुनिल राई भाइलाई पनि स्टेजमा सम्पर्क राखिदिनका लागि हार्दिक अनुरोध गर्दछु। कृपया काँडो गरिदिनु होला। र अब हाम्रो अगाडिपट्टि साकेला थानमा साकेला सिनी प्रदर्शन भइरहेको छ। र यसैबीच शुभकामना मध्येको कार्यक्रम पनि अगाडि बढिरहेको छ। र अब फेरि शुभकामना मध्येको कार्यक्रम लगभग अन्तिम हामी आइपुगेका छौँ। अब हामीसँग मात्रै दुईवटा शुभकामना मध्येको कार्यक्रम रहेको पनि यहाँलाई जानकारी गराउन चाहन्छु। र अब शुभकामना
युद्धमुट 6:11 शुभकामना मन्दिरको कार्यक्रमलाई जोड्न चाहन्छु। र म आदरणीय सागरा टोलीका टोली प्रतिनिधिहरूलाई जानकारी गराउन चाहन्छु। हामीसँग पिउने पानी पर्याप्त मात्रामा स्टक रहेको हुनाले यहाँलाई चाहिएको खण्डमा कृपया हाम्रो चाहिँ सम्पर्क डेस्कमा सम्पर्क राखेर बुझी लिन सक्नुहुने जानकारी गराउन चाहन्छु। र यसैबीच शुभकामनाको मन्तव्यलाई जोड्न चाहन्छु। हामीमा आजका विशिष्ट अतिथि किराँतलाई आयोगका केन्द्रका केन्द्रीय सदस्य, त्यसै गरी झापा जिल्ला इन्चार्ज र निवर्तमान झापा जिल्ला अध्यक्ष हुनुहुन्छ आदरणीय इन्द्रमान राई र उहाँको कार्यकालमा उल्लेखनीय र प्रशंसनीय कार्य भएको हुनाले गर्दाखेरि पनि आज हामी यो भूगोलमा साकेर नाच्न सकिरहेछौँ। र म कार्यक्रम सञ्चालकको तर्फबाट आदरणीय इन्द्रमान सरलाई हार्दिक नमन पनि गर्न चाहन्छु। र यहाँले यहाँको आफ्नो कार्यकालमा पुर्याउनु भएको अतुलनीय योगदानको मुक्त गर्दै प्रशंसा पनि गर्न चाहन्छु। र आदरणीय इन्द्रमान सर आफ्नो शुभकामना पक्षमा राखिदिनुको लागि पनि हार्दिक अनुरोध गर्छु। विभिन्न संस्थाहरूमा यस कार्यक्रमलाई सबै भव्य रूपमा सफल बनाइदिनु हुनको निम्ति भएका सम्पूर्ण महानुभावहरूमा म मेरो व्यक्तिगत तर्फबाट र यहाँलाई आएका यहाँलाई आभार व्यक्त धेरै कुराहरू प्रवक्त मित्रले भनिसक्नु भएको छ। मात्र म एक दुई कुरा राख्न चाहन्छु। म एउटा केन्द्रीय समितिको हैसियतले केन्द्रमा भइराखेका धेरै कामहरू तथापि एक दुईवटा कामहरू चाहिँ केन्द्रमा भइरहेका विशेष गरेर केन्द्रमा हाम्रा केन्द्रीय ध्यानलाई निम्ति हाम्रो भवन निर्माण भइरहेको छ। त्यो लगभग 50-60% रूपमा सम्पन्न भइसकेको छ। त्यसै गरी हाम्रो आस्थाको केन्द्र भवनमा पनि हाम्रो यहाँ माग्ने बनाउने काम भइरहेको र यो हाम्रो पर्व भनेको त्यहाँ मात्र होइन, जहाँ जहाँ किराँतहरू बसेका छन् त्यो ठाउँहरूमा संसारैभरि हाम्रो भोलि र उद्योगी हाम्रो साकेला शिविरहरू यसरी नै सञ्चालन भइरहेको र प्याजको कारखानामा लगभग हाल्ने कोमामा पनि पुगिसकेको अवस्थासम्म हाम्रो संस्कारहरू तर अहिले आएर चाहिँ यसले धेरै मुना फैलाएको छ। यो मुनामा प्रत्येक राईहरूले चाहिँ मल र पानी थपेर यसलाई तिहार सुसर गर्ने यहाँको जिल्लामा यो हाम्रो संस्कारलाई चाहिँ अगाडि बढाउनुको निम्ति यहाँको महत्त्वपूर्ण भूमिका र विशेष गरेर हाम्रो मुलुक भनेको
यसमा हाम्रो नियम कानुनमा त होइन प्रथागत कानुनहरू पनि त्यहाँ समावेश छ त्यसो हुँदाखेरि हामीलाई यहाँबाट चाहिँ स्थापित गर्ने र हाम्रो संस्कार संस्कृतिमाथि चाहिँ कुनै किसिमको हस्तक्षेप गर्नको निम्ति हामी अवश्य पनि एकजुट भएर अगाडि बढ्छौँ र रह्यो विशेष गरेर हाम्रो मुलुकमा